कानुङ कोलबोटिङ एकदम यङ जेनेरेसन नयाँ कृषक सुन्तला घारियाङचेले हैन यस्तो छ। अनि यता सुन्तला अरु के छ सुमन कागती कुलाले लेछ ल कागतीले यसके रागारको उनीता रागार टानाले होला पुरै कागती लाको रहेछ। यी कागती एउटा दानाको कति रुपियाँ सुमन बेच्दा हामीले बेच्दा 4 रुपियाँ 5 रुपियाँ होला त्यस्तै हैन। अनि हेर त कति हजारको छ यही एउटालाई 5 रुपियाँ एउटा कागतीको यस्तो पाकेको रहेछ हौ। आलले नि हालिदिनु हुन्छ सुमनले कागती हाले त अब सुमनले कागती दिने अरे चट्टल लिएर जाने हो तल चटपटेमा हालेर खाने हो पानीपुरी बनाएर यस्तो मिठो पाए त्यो त लोकल कागती हो नि हो हैन। त्यो विकासी त यत्रो ठुल्ठुलो हुन्छ नि त तर त्यसको रस चाहिँ हुन्छ अलि अर्कै खालको टेस्ट हुन्छ। नाको याखी के लेन झोला चाहिँ ऊ तरुल पनि रोपेको रहेछ बोकाना तरुल पनि रोपेको रहेछ वाक पनि रोपेको रहेछ। कहाँ सक्दैन नि टिप्नु। यो गाइज सुन्तलाको खेती अब सुमनको सुन्तला एउटा चोर्दिने यहाँ यो पाकेको रहेछ हो कराउनु त कराउँदैन नि होइन मम्मी हो चाहिँ माघेरेलले नि होइन ए रायो देवा लग्दीले त नि त फेरि टुप्मा सक्दैन त टिप्नु लौटा हाल त दिइहाल्यो म्याट हस् होइन उयो भाँचिन्छ उयो के अरे चराले गुड पनि लगाएको रहेछ ऊ त्यहाँ होइन के हो उयो सुन्तलाको त काँडा त हुँदैन रहेछ होइन झर्दैन छोडिदियो यस्तो मजाले यस्तो दामी पाकिरहेछ है फलिरहेछ। अबको 15-20 दिनपछि यो पुरै रातो हुने रहेछ रातो होइन ओरेन्ज हुने रहेछ पहेँलो। उयो चाहिँ सुमनको घर होला होइन कुन हो सुमन घर यो हो यो सुमनको घर आता ल्याऊ दास्ने भलिबल खेलाडी र हो यसको अब कसैलाई अबको 1 महिनापछि सुन्तला खानु मन लागेको छ भने हाम्रो सुमनलाई सम्पर्क गरेर खान सक्नुहुन्छ फ्रेस अर्ग्यानिक